नमस्कार सम्पूर्णमा। आज हामी कृषि उद्यमी र कृषिमा युवाको भूमिका विषयमा रहेर चाहिँ छलफल गर्न उपस्थित भएका छौँ। आज हामी समक्ष यसै क्षेत्रमा लाग्नुभएका र कृषिमा लुकेका सम्भावनाहरूप्रति रुचि राख्ने व्यक्तित्वहरूको उपस्थिति रहेको छ। यहाँ हामीसँग आज 3 जना अगाडि हुनुहुन्छ र मैले तीनैजनालाई क्रमशः आफ्नो परिचय दिनको लागि अनुरोध गर्न चाहे। नमस्ते, म यज्ञेश्वरी बोगटी। मेरो घर चाहिँ अछाम हो र हाल म कैलाली बहुमुखी क्याम्पसमा कानुन संकायमा अध्ययनरत छु र अहिले चाहिँ म राष्ट्रिय युवा परिषदको प्रशिक्षक पनि हो र सुदूरपश्चिमको एउटा युवाको प्रतिनिधित्व गर्दै यहाँ उपस्थित छु। नमस्कार, मेरो नाम सुशीला विष्ट। न्यू बन्डोली नर्सरी कन्सर्न धनगढी 6 मट्यारीमा रहेको न्यू बन्डोली नर्सरी कन्सर्नको सञ्चालक। मेरो घर चाहिँ दार्चुला जिल्ला लेकम गाउँपालिका 1 हो। नमस्कार, म टेकबहादुर विष्ट, वरिष्ठ कृषि प्रसार अधिकृत। अहिले 1 वर्षदेखि कृषि ज्ञान केन्द्र कैलालीमा कार्यरत छु। मैले पहिलो प्रश्न चाहिँ सुशीलाजीलाई राख्न चाहे। तपाईँले चाहिँ यस क्षेत्रमा चाहिँ यो फुलको व्यवसाय कसरी र किन सुरु गर्नुभयो? यो पुष्प क्षेत्र भनेको अहिलेको लागि यो दक्षिण एसियामा नै पुष्प खपत बढी भएको देश नेपाललाई मानिएको छ। अहिले 4-5 वर्ष अगाडि नै उहाँ टेक बहादुर विष्ट कृषि अधिकृत सरले हामीलाई फुल लगाउनुस् 1 कट्ठामा र त्यसपछि यो बेचिन्छ, एकचोटि बेचिएकोले पनि तपाईको लगानी र बिउको उठिहाल्छ, त्यसपछि विचार गर्दै जानुस् भनेर भन्नुभएको थियो। फर्स्टचोटि 5 वर्ष अगाडिको कुरो। अनि यो खेती गर्दै जाँदाखेरि धनगढी उपमहानगरपालिकामा तालिम सुरु भयो। तालिममा मैले यहाँ आउने मौका पाएँ र त्यो तालिमदेखि लिएर धनगढीमा प्लास्टिकहरू पनि बन्द भएको, अनि भारतबाट आउने फुल र प्लास्टिक जन्य पुष्प गुच्छाहरूलाई प्रतिबन्ध लागेको र अब नेपालमा अथवा यो सुदूरपश्चिममा फुलमा राम्रो सम्भावना छ भनेर 2 बिघा जमिन मैले मट्यारीमा 2 बिघा जमिनमा भाडामा लिएर अहिले यो क्षेत्र हेर्दाखेरि अरू क्षेत्रभन्दा भिन्नै, तर उत्पादनको 50% बिक्री भए पनि किसानहरू घाटामा नजाने अवस्था रहेको छ। अनि सुरुवातको दिनदेखि अहिलेको यस चरणसम्म आइपुग्दाखेरि चाहिँ के कस्ता चुनौतीहरू छन् त? चुनौतीको हकमा भन्नुपर्दा नेपालमा खेती गर्न तालिमहरू दिने अनि बिउहरू नेपालमा नबन्ने र भारतबाट अथवा अन्य देशहरूबाट आयात गर्नुपर्ने, अनि नेपाली किसानहरूले पनि बिउ राम्रोसँग नदिने र ठगिनुपर्ने हामी पुष्प किसानहरूको यो बाध्यता रहेको छ। त्यसपछि हामीलाई बेसिक तालिमहरू दियो, एडभान्स तालिमहरू भएन। रोग लागेको, रोग के लाग्छ अनि त्यसमा भाइरसहरू के लाग्छन् हामीलाई छुट्याउन अलिक गाह्रो भएको, विज्ञहरूले पनि त्यतिसम्म जानकार नभएको भनौँ, या यो पहिला यो विषादीहरू प्रयोग गर्नुहोस् भन्ने अनि दोस्रोचोटि अर्को गर्नुपर्ने, यो हाम्रो मूल चुनौती रहेको छ। जस्तै कठफलावरमा पनि धनगढीमा अहिले वार्षिक 81 को तुलना हेर्दाखेरि हाम्रो धनगढी उपमहानगरपालिकाको फुल बिक्री केन्द्रबाट नै 1 करोडको हाराहारीमा कारोबार भएको देखिन्छ। अनि सयपत्री र सुपारी फुलहरू धनगढीमै उत्पादन हुने र कठफलावर हामीले काठमाडौँबाट प्लेन मार्फत ल्याउनु पर्ने र त्यो पनि नेपाल सरकारले सयपत्री र यो गुलाबलाई प्रतिबन्ध लागेको, अनि सिजनमा उताबाट इन्डियाबाट ल्याउनु पर्ने र अफ सिजनमा यहीँको पनि फाल्नु पर्ने यस्तो सम्भावना छ। धनगढीमा पनि अहिले गुलाब र यो जिप्सोफिला भन्ने म आफैले गरिरहेको छु कठफलावरको रूपमा, यसमा भने राम्रो उत्पादन देखिएको छ अहिलेको। हस् सुशीलाजी, अब यज्ञश्री जी तर्फ मैले जान चाहेँ होइन, तपाईँ आफू पनि युवा हुनुहुन्छ होइन, अनि युवा भएकै आधारमा चाहिँ तपाईँको चाहिँ कृषिसँग सम्बन्धित चाहिँ कस्तो खाले दृष्टिकोण छ र अथवा युवाहरूलाई चाहिँ कसरी यस क्षेत्रमा चाहिँ आकर्षित गर्न सकिन्छ जस्तो लाग्छ तपाईँलाई? र मुख्य भनेको चाहिँ अहिले चाहिँ हाम्रो सुदूरपश्चिमको मेन गरेर चाहिँ हाम्रो सुदूरपश्चिमको युवाहरू कृषि
तर्फ चाहिँ कति आकर्षण भइरहेका छन् भन्ने कुराहरू हामी सबैलाई नै जानकारी भएको कुरा हो। एकदमै कम अवस्थामा चाहिँ भेटिन्छन् युवाहरू कृषितर्फ लागेका युवाहरूले पनि बीच केही सुरुवात गर्छन्, सुरुवातमा उनीहरूले राम्रो प्रतिफल पाउँदैनन् र बीचमै छोडेको अवस्थामा छन् केही प्रतिशत युवाहरूले। र हामीले यो हेर्ने हो भने नि एकदम सफल कृषिमै लागेर एकदम सफल भएको युवाहरू एकदमै कम मात्रामा चाहिँ हामीले देख्न पाएका छौँ। यति मात्र होइन, अब युवाहरूले चाहिँ कृषिलाई हेर्ने दृष्टिको राम्रो छ नराम्रो भन्ने होइन, तर युवाहरूले त्यो कृषिमा लाग्दाखेरि उनीहरूले त्योबाट कस्तो प्रतिफल पाइरहेको छन् भन्ने कुरा चाहिँ मेन हो जस्तो मलाई लाग्छ। सुदूरपश्चिमका युवाहरू विभिन्न हुन्छ नि बाह्य देशहरूमा विदेशतिर धेरै गइरहेका छन्, तर सुदूरपश्चिमबाट गइरहेका युवाहरू विदेशमा गएर के काम गरिरहेका छन्? उनीहरू त्यहाँ गएर कृषि खेतीमा त बढी लागिरहेका छन्। जस्तै कोरियामा प्राय धेरै गइरहेका छन्, तीहरू सबैजना चाहिँ कृषि खेतीमा चाहिँ संलग्न छन्। तिनीहरूले त्यहाँ चाहिँ किन त्यति रुचि राखिरहेका छन् भन्दाखेरि त्यहाँ चाहिँ आधुनिक कृषि प्रणालीलाई अपनाएको छ, आधुनिक तरिकाबाट चाहिँ कृषि खेती गरिरहेको छ र त्यहाँ युवाहरू इन्ट्रेस्टिङ छन् कि त्यो कुराहरूमा उनीहरूलाई गर्नका लागि। र ती युवाहरू जो नेपालमा बसिरहेका, अब नेपालमै उनीहरू हुर्केका जन्मेका युवाहरू नेपालमै काम गर्न किन रुचाउँदैनन् र बाह्य देशमा गएर चाहिँ उनीहरू किन रुचाउँछन्? यो प्रश्न चाहिँ मेन प्रश्न हो। र अर्को कुरा भनेको युवाहरूले हेर्ने दृष्टिको अघि नै एउटा मन्त्रालयको सरले पनि कुरा गर्नुभएको थियो कि युवाहरूलाई चाहिँ छिट्टै प्रतिफल चाहिन्छ। यसको मेन कारण हो युवाहरूले छिटो प्रतिफल खोज्नुको मेन कारण भनेको पनि तपाईँहरूलाई थाहै नै होला, 3-4 वर्ष एग्रिकल्चर साइन्स पढेको हुन्छ युवाले, कति उसको आम्दानी गएको हुन्छ, उमेर हेर्दा पनि 25-26 वर्ष नागिसकेको हुन्छ के। अनि त्यसपछि उसले आफ्नो भविष्य नै एग्रिकल्चरमा देखिरहेको एउटा युवाहरूले चाहिँ पछि गएर उसलाई छिटो प्रतिफल पाएन भने त्यहाँनिर उसले चाहिँ त्यसपछि ऊ एकदम निराशको अवस्थामा फर्किने अवस्था हुन्छ। हामीले आधुनिक कृषि प्रणालीलाई चाहिँ अपनाउनु पर्छ, युवाहरूलाई पनि विभिन्न किसिमका आधुनिक कृषि प्रणाली सम्बन्धी तालिमहरू दिनुपर्छ जस्तो लाग्छ। र अर्को भनेको चाहिँ जुन विभिन्न नीति तथा कार्यक्रमहरू बनिरहेका छन्, प्रदेश सरकारका स्थानीय सरकारका नीति तथा कार्यक्रम भइरहेका छन्, ती नीति तथा कार्यक्रम बनाउँदाको क्षणमा तपाईँहरूले युवा कृषकहरूलाई कतिको समावेश गर्नुभएको छ त्यो कुरा पनि तपाईँहरूले हेर्नुपर्ने हुन्छ। युवा कृषकहरूले के चाहिरहेको छन्, कस्तो किसिमको उनीहरूले उत्पादन गर्न चाहिरहेको छन् त्यो कुरा पनि तपाईँले नीति तथा कार्यक्रममा ल्याउनुहोस्। तर नीति तथा कार्यक्रममा मात्र ल्याएर हुँदैन, त्यसको कार्यान्वयनको पाटो पनि तपाईँले सकेसम्म एकदमै छिटो गरिदिँदाखेरि चाहिँ युवा वर्गलाई चाहिँ सहज हुन्छ। वर्षौँदेखि काम गरेर आएको कृषकलाई र अहिले हामी जस्तो हामी केही काम गर्न सक्छौँ, हामीहरूले ल मानौँ एउटा फलफुल युवा वर्गहरूले एउटा पुरानो सोचको परम्परागतको कृषि खेती गर्न त रुचाउन पनि रुचाउँदैन। त्यही भएर चाहिँ जतिसक्दो राम्रो किसिमको आधुनिक किसिमको कृषि प्रणाली चाहिँ अपनायो भने युवाहरू अझै बढी त्यो क्षेत्रमा लाग्न सक्छन् भन्ने जस्तो लाग्छ। हजुर, हस्। अब म टेकजीतर्फ जान चाहेँ। अहिलेको अवस्थामा चाहिँ यस क्षेत्रमा किसान र उद्यमीहरूका लागि चाहिँ ज्ञान केन्द्रले चाहिँ के कार्यक्रमहरू गर्दै आएको छ? कृषिमा मेरो चाहिँ असाध्यै राम्रो परिवर्तन भएको, ठुलो छलाङ मरेको, ठुलो उपलब्धि भएको म देख्छु। म यसका तपाईँहरू जस्तो विज्ञ मान्छेलाई म 2-4वटा दृष्टान्त दिन्छु। तपाईँहरूले होइन आफ्नो कलममा आफ्नो पेपरमा अब दुध फुल माछा मासु फलफुल तरकारीमा देश आत्मनिर्भर हुन लाग्यो भनेर लेख्ने तपाईँहरू नै होइन, त्यसको आधार केही होइन, तल ग्राउन्ड केही होइन। अहिले तपाईँहरूले चाहिँ यति धेरै मतलब चाहिँ अघि एकजना सरले हाम्रो यो स्पोकिङ यो एङ्करिङ गर्ने सरले भन्नुभएको थियो केरामा राम्रो फड्को मारिरहेको थियो, एउटा महामारी जन्य रोग आएर। आज केरा व्यवसायहरू यति आन्दोलन हुँदैछन् कि भारतीय केरा रोकिदिनु पऱ्यो, हाम्रो केराले बजार पाएन, 25 रुपियाँ केजी पनि केरा पाएन भने डोजर लागेको फुटेजहरू तपाईँहरूकै मिडियाबाट देख्न पाएर त्यो उपलब्धि होइन। आज डणेजुराले मात्रै 40 लाखको किबी धनगढी पठाएर आज कहिले महोत्सव हुन्छ छिटो किबी बेचौँला भनिरहेछ। यो किबी भन्ने शब्दै हाम्रो बुवाबाजेले देखेको थिएन। आज ड्र्यागन फ्रुटले मार्केट पाएन भनिरहेछन्। आज तपाईँको इन्डियाको दुध रोकिदिनु, इन्डियाको केरा रोकिदिनु पऱ्यो भने आज दूध रोकिदिनु पऱ्यो भने आज यो उत्पादनमा छलाङ मरेको होइन। अस्ति सङ्कटकाल नाकाबन्दी भएको बेलामा काठमाडौँमा एक महिना 1.5 महिना यो स्टक हुने बेला पनि एउटा प्रक्षेपण भएको छ बजार विकास निर्देशनालयले। अहिले इन्डियाको तरकारी नआएर पनि के असर परेन, हाम्रो छिमेकी जिल्लाले कभरेज गर्यो भने लेख्ने हजुरहरू नै होइन। र आज हिजो कालीमाटी मात्रै एउटा बजार बन्दै आज 28वटा बजार देशभरि चलेका छन्। करिब 300-400 बजार जति साना बजार चलिरहेका छन्। यो उत्पादन बढेको फर्क होइन। अस्ति सबै तरकारी इन्डियाबाट आउँथ्यो, अलमोस्ट तरकारीहरू आउँथ्यो, अहिले कति धेरै तरकारी पहाडबाट आइरहेको छ। मैले तपाईँलाई इमान्दार साथ डणेजुरालेबाट मात्रै 15 करोडको तरकारी पठाइरहेको छ। खालि कटुनथलाको एउटा हाइवेको गोगन पानी तपाईँहरू सबै हाइवेमा जानुपर्छ, त्यहाँबाट मात्रै वर्षको 1.5 करोड तरकारी पठाइरहेको छ। यो बर्खामा डुबानु भएको बेलामा यो पछिल्लो उपलब्धि यो त तपाईँहरूकै फुटेजमा देख्न पाइन्छ त। अनि अर्को कुरो म तपाईँलाई निवेदन गरौँ,
आज यो भित्र तपाईँ हामी किसान नभए पनि तपाईँ हामी किसानका छोराछोरी हौँ। एउटा कुरा म दावाका साथ भनौँ, तपाईँ हामी किसान नभए पनि तपाईँ हामी किसानका छोराछोरी। एकचोटि घरमा गएर बालाई सोध्नुहोस्, यो कैलालीमा आज कैलाली देशभरिमा गाउँमा मोस्ट अफ द 1 जिल्ला हो। देशभरिमा गाउँको सबभन्दा 17% सहभागिता जनाउने क्षेत्रफलको हिसाबले उत्पादकत्वको हिसाबले पनि गाउँ चाहिँ यो जिल्लाको पहिलो मल्ल चाहिँ इन्जन क्रप भएको छ र 70 वर्ष अगाडि गहुँ लाउँदैन थिए यो जिल्लामा। यदि मैले झुट बोलेको भए म तपाईँले बोलाएको ठाउँमा टेकजी अनि ज्ञान केन्द्र आफैले चाहिँ कस्तो कस्तो कार्यक्रम गर्दैछ त? त्यसैले अहिले खास गरी तपाईँहरूको कन्सर यो आजको यो प्लेटफर्मको भोइस भनेको युवालाई कसरी जोड्ने भन्ने कुरा। आज हाम्रा जति पनि कार्यक्रमहरू हेर्नुहोस् सबै युवा लक्षित छन्। भीमाले युवा लक्षित भनेको छ, पुरस्कारले युवा लक्षित। एउटा जिल्ला स्तरको भीमदत्त पुरस्कार 10,000 देखि लिएर राष्ट्रपति पुरस्कारसम्म 2 लाखसम्मको सबै युवाले पाइरहेछन् यो वर्ष। भैँसीमा पाउने, फलफुलमा पाउने, तरकारीमा पाउने। अर्को कुरा अहिले हामीले कुनै एउटा सूचना निकाल्ने बित्तिकै कति धेरै युवाका निवेदन परिरहेका छन्। ठिक छ, अघि तपाईँहरूको एउटा दुईटा क्वेसन थिए, गलत गर्ने मान्छे त तपाईँहरूकै टेलिभिजनमा एरेस्ट लागिरहेछ त। तपाईँले सुन्नुभएको छ नि, कार्यकक्षबाट समातियो भने लेख्ने बोल्ने हजुरहरू नै होइन। खराब काम गर्ने मान्छे त पत्रकार पनि जान्छ, म कर्मचारी पनि जान्छ, मेरो नेता पनि जान्छ, सबै जान्छ त। तर यो होइन, मैले इमान्दारी साथ हजुरहरूलाई भनेको पछिल्ला दिनमा अहिले धान कटानी भयो हेर्नुहोस्। तपाईँहरू असारको 25 गते तपाईँहरू मार्फत चाहिँ जति बेला देशभरिमा 44% धान रोपायो भनेको थियो, कैलालीले 100% धान रोपायो भनेर रिपोर्टिङ गरेको थियो। एकचोटि घरमा गएर बालाई सोध्नुहोस्, बा तपाईँको दिनमा धानमा कहिलेसम्म रोपायो? यो साउनको 8 गते यो थारू समुदायमा गुराही पर्व हुन्छ, त्यो गुराही पर्वसम्म धान रोपायो हुन्थ्यो। अहिले असारको 25 गते 100% धान रोपायो भयो भनेका छौँ। त्यो केका कारणले हो? यही सरकारले अनुदानका कारणले, डिप बोरिङका कारणले, स्यालो ट्युबवेलका कारणले, पम्पसेटका कारणले, नहर प्रणालीका कारणले होइन। 15,000 हेक्टर रानी जमाराको कभरेज भएर अहिले एक्सटेन्सन भएर घोडाघोडीमा नयाँ एलाइनमेन्ट आउँदैछ। 3वटा ठुला नहर प्रणाली काम गरेको छ। आज कैलाली जिल्लाको ज्ञान केन्द्रको तथ्याङ्क भनौँ म्याम हजुर मार्फत चाहिँ 100% 13वटा पालिका मध्ये 11वटा पालिका तराएको छ। 11वटा पालिकामा 100% क्षेत्रमा सिन्चित क्षेत्र पुगेको छ। त्यसै भनेको हो र, यसका आधार छन् नि त ठाउँ। हस् टेकजी, अब यस विषयमा हामी फेरि पनि छलफल गर्नेछौँ। अब मैले फेरि पनि सुशीलाजीलाई प्रश्न राख्न चाहेँ। अब तपाईँले अहिले ढङ्गडीमा चाहिँ फुलको बजार कस्तो छ, माग कस्तो छ र यसलाई अझै विस्तार गर्नको लागि चाहिँ ज्ञान केन्द्र अथवा अरू कुनै निकायको चाहिँ के कस्तो भूमिका हुन सक्छ त? अहिलेको हकमा धनगढीमा सुदूरपश्चिमको सबभन्दा ठुलो सहर भएको र फुलमा बिहेको सिजनमा भयो धेरै यो सजावट सम्बन्धीका फुलहरू ल प्रत्येक बिहेमा माला लगाउने सिस्टम चलेको छ। यसमा बजारको सम्भावना धेरै राम्रो रहेको छ। अनि यो कठफलावरको रूपमा कठफलावर सयपत्री त हाम्रो धनगढीमा पर्याप्त मात्रामा छ, बढी भएको बाहिर जिल्लाहरू पनि काठमाडौँ भयो, नेपालगञ्जतिर पनि पठाउँछौँ। कठफलावरको हकमा अहिले जस्तै यो उत्पादनको लागि एक्लैले भ्याएर सम्भव छैन। अरू किसानहरूलाई पनि यो रजनीगन्धा भयो, बर्मलामा युज हुनेवाला यो तराई क्षेत्रमा बढी हुन्छ। यो जिप्सोफिला पनि भयो, अनि गुलाब खेती यो धेरै राम्रो उत्पादन दिनेछ यो धनगढीमा। अनि त्यसपछि यो माथिल्लो भेग पहाडी भेग कैलाली जिल्लाको माथिल्लो भेगमा पनि कार्नेसन जरबेरा भयो। अनि त्यसपछि गोदावरी, यिनीहरू राम्रो सम्भावनाको रूपमा छ। मार्केट पनि राम्रो छ। अरू किसानहरूलाई पनि यसरी गर्न लायो भने राम्रो बजारको सम्भावना राम्रो छ। अनि अझै विस्तार गर्नको लागि चाहिँ के गर्न सकिन्छ? अझै विस्तार गर्नलाई अब प्लास्टिक टनेलहरू भयो, ग्रिन हाउस भयो यसमा। अनि जेठको महिनामा धेरै गर्मी हुन्छ अनि बोरिङहरूबाट पानी नै आउँदैन। यस्तो उसमा पानीको व्यवस्था अलिक गाह्रो भएको अवस्था छ मलाई पनि। बोरिङबाट पानी नै आउँदैन जेठको महिनामा, गर्मीयाममा यो समस्याको रूपमा छ। त्यसपछि यो पुष्प व्यवसायलाई बिमाको रूपमा लिँदैन। यो अलि जटिल छ। हावाहुरी भयो, हावाहुरीले ग्रिन हाउस त्यत्रो 10-12 लाखको त्यो लगानी लगाएको छ, त्यो उडाएर लग्यो भने अनि बालीहरू भित्रको लाखौँको बिरुवाहरू छन्, कठफलाहरूको धेरै महँगो बिरुवाहरू, तिनीहरू नष्ट हुन्छ। पानी पर्यो भने अनि भित्र पानी गयो भने हावाहुरीले उडाउँदाखेरि त्यो नष्ट हुन्छ। अनि त्यसको लागि बिमा नै हुँदैन अब पुष्प क्षेत्रमा। यो समस्याको रूपमा रहेको छ। हजुर हस् टेकजी, अब यो बिमाको कुरा पनि आयो, पानीको कुरा पनि आयो, त्यसमा चाहिँ अब तपाईँहरूको निकायबाट चाहिँ के कस्तो
के हुन सक्छ त? यो हाम्रो सभ्यतासँग हाम्रो पहिचानसँग हामी नेपाली संस्कृतिसँग जोडिएको चिज हो। अरू विदेशले यो मालासाला त्यति लाउँदैन, खास गरी एसियन कन्ट्री बाहेक। त्यसैले हामीले यो कुराको महत्त्वलाई बुझेर पछिल्ला दिनमा हामी फुलमा हात पनि रहनुपर्छ र कम्तीमा इन्डियाबाट आउने, फेरि यो इन्डियाबाट आउने कुरालाई चाहिँ विधि सम्मतले रोक्न पाइँदैन। यो हाम्रो बोली वचनमा कहिलेकाहीँ चाहिँ प्रतिबन्ध लगायो भन्छ, वास्तवमा लिगली प्रतिबन्ध लगाउन पाइँदैन। किनकि आज तपाईँ हामी नै बजारमा गएर मार्टमा गएर जापानको स्याउ खाइरहनु भएको छ, चाइनाको अम्बा खाइरहनु भएको छ, थाइल्यान्डको आँप खाइरहनु भएको छ, थाइल्यान्डको माछाको क्यान खाइरहनु भएको छ। त्यो WTO को सदस्य भएका कारणले आज त्यो हामी खान पाइरहेछौँ। त्यसैले चाहिँ नराम्रो गरेको भन्ने होइन, ठिक छ। अब यो नकारात्मक पाटोबाट हेर्दै जाने भने फेरि बाहिरबाट आइरहेछ, तिमी के हेरेर बसिरहेको छौ भन्ने पनि प्रश्न आउँछ। तर यो अहिले फुड सेक्युरिटीको सिद्धान्तले यहाँ FAO को सरहरू पनि हुन्छ, फुड सेक्युरिटीको सिद्धान्तले तपाईँले चाहेको, तपाईँले क्वालिटीको, तपाईँले रुचाएको पनि भन्छ। त्यो भएको अवस्थालाई मात्रै खाद्य सुरक्षा भएको भने। त्यसो भएको हुनाले यो फुलमा म्यामले भनेको कुरालाई कदर गर्दै यो अहिले हामी कति नै भयो र 76 देखि फुलको कार्यविधि आएको हो। अहिले आज हामी चाहिँ इन्डियन फुल रोकिदिनु पर्ने भन्ने अवस्थामा छौँ। अहिले हामी करिब एउटै उसले चाहिँ 1 करोडको फुलको कारोबार भएको देखिन्छ। अबको 1 महिनाभित्र हामी यो कैलालीको फ्लोरिकल्चर एसोसिएसन नेपाल भनेर पहिलो जिल्ला अधिवेशन गर्दैछौँ। यसमा तपाईँहरू सबै पत्रकारलाई बोलाउँछौँ। हेर्नु होला हाम्रो चाहिँ पुष्प व्यवसायको पहिलो जिल्ला सम्मेलन कस्तो तरिकाले बनाउँदैछौँ भनेपछि अहिले पनि यही चाडबाडमा पनि सयपत्रीको माला चाहिँ कसैले पनि अभाव नहोस् भनेर जिल्लाको 14वटा ठाउँबाट चाहिँ सहज रूपले पाउने प्रबन्ध मिलाएका छौँ। र अब समस्याका कुरा भन्नुहुन्छ भने वास्तवमा हामीलाई अब किन तराईको चोरको गर्मी छ, वैशाख जेठमा यो ओपनमा सकिँदैन। त्यसैले हामीले यसमा सेडनेट राख्नै पर्छ। सेडनेट नराखिकन हामी यो फुल आफैमा संवेदनशील चिज हो, किन अरू जस्तो चाहिँ हावाहुरी चर्को घाम पानीसँग डिफेन्स गर्न सक्दैन, किन यो अलिकति संवेदनशील हुन्छ, यसको चरित्र नै त्यस्तो हुन्छ। त्यसैले यसका फ्रिजहरू, यसका डिप फ्रिजहरू, यसलाई कोल्ड चेम्बर राख्ने कुराहरू र अर्को कुरा यसको प्याकिङ राम्रो छैन। हामी बिस्तारै यसमा निगरानी बढाउँदैछौँ। फुलको बिमालाई पनि यसमा लैजाने कोसिस गर्दैछौँ। फुलमा कर्जा गर्दैछौँ। अहिले उहाँले कति नै भयो, उहाँले 3 वर्ष त भयो फुलमा काम गरेको, अहिले कति राम्रो तरक्की गर्नु भएको छ। उहाँको श्रीमान नै फ्लोरिकल्चर एसोसिएसनको अहिलेको प्रारम्भिक तदर्थ समितिको अध्यक्ष हुनुहुन्छ। अहिले हामी करिब 30-32 जनालाई जोड्दैछौँ। यो प्रदेशभरिमा सबभन्दा फुलमा पहिलो उपस्थित र पहिलो उपदेवता कैलालीले देखाउँछ। युवाहरूलाई चाहिँ यही कस्तो सुविधाहरू भए चाहिँ यही बसेर कृषिमा लाग्नको लागि चाहिँ प्रोत्साहन मिल्ने थियो जस्तो लाग्छ त? हाम्रो सुदूरपश्चिमको धेरै ठाउँमा युवा कृषकहरू हुनुहुन्छ। उहाँहरूका प्रेरणादायी कथाहरू तपाईँहरूले बाहिर ल्याइदिनु भयो भने उहाँहरूलाई चाहिँ युवा जुन कृषकहरू छन् उहाँहरूलाई सम्मानका कुराहरू गर्यो भने चाहिँ उहाँहरू अझै अरू युवा पुस्ताहरूलाई पनि, युवा कृषकहरूलाई पनि राम्रो प्रेरणा मिल्न सक्छ एउटा किसिमको। र अर्को भनेको चाहिँ जुन युवाका आवाजहरू चाहिँ नीति तथा कार्यक्रमहरूमा चाहिँ प्रदेशले पनि समेटिरहेको छ, स्थानीय सरकारले पनि समेटिरहेको छ भन्ने कुरा छ। यो कुराहरूलाई चाहिँ कार्यान्वयनको पाटोमा। र अर्को भनेको चाहिँ युवाहरूलाई चाहिँ कृषितर्फ चाहिँ आकर्षण गर्नका लागि चाहिँ सरकारले चाहिँ जुन आधुनिक कृषि तालिमहरू दिन पर्यो। र अर्को भनेको अनुदानका कुराहरू त दिनै राख्नु भएको छ। यदि युवा कृषकहरू यदि अगाडि आउन चाहन्छन् भने उहाँहरूलाई अझै बढी सपोर्ट गरेर चाहिँ उहाँहरूलाई एकदमै तपाईँहरूले साथ दिनुभयो भने चाहिँ राम्रो हुन्छ। र यहाँनिर म एउटा के कुरा गर्न चाहन्छु भने म अछाम जिल्लाको मान्छे, मेरो ठाउँमा अहिले काठमाडौँबाट एउटा स्टुडेन्ट पढेर चाहिँ मेरै गाउँमा काम गर्न गइरहनु भएको छ। तर उहाँहरूलाई एउटा कस्तो भइरहेको छ भने कृषि पेसा चाहिँ घृणित पेसाको रूपमा लगिराख्नु भएको छ। यसलाई चाहिँ सम्मानजनक पेसा बनाउनका लागि सबैजनाको चाहिँ उत्तिकै रोल छ जस्तो मलाई लाग्छ। त्यही भएर उहाँले चाहिँ अहिले के भनिरहेको छ, उसले पढ्न नसकेर कृषि गर्न आयो, यस्ता किसिमका युवा कृषकहरूले विभिन्न घृणित हुनुपर्ने अवस्था पनि छ। त्यो घृणित हुने अवस्थाबाट चाहिँ कृषि पेसालाई चाहिँ सम्मानजनक पेसा बनाउनका लागि चाहिँ सरकारको भूमिका अनि सञ्चारकर्मीको भूमिका र स्वयं हामी युवाहरूको पनि मेन भूमिका छ। हामी पनि पढ्दै गरेर सानो केही कृषि गर्नको लागि चाहिँ ठुलै कृषि गर्नुपर्ने भन्ने पनि आवश्यक छैन नि। सानोबाट हामीले आफ्नो जीविकोपार्जन गर्न सक्छौँ भने त्यो कुरालाई पनि हामीले पनि मनन गर्न जरुरी छ। र सबैजना यदि मिलेर यो पेसालाई चाहिँ सम्मानजनक पेसा बनाउने हो भने पक्कै पनि युवा पुस्ता यसमा जागरुक भएर लाग्छ। विदेश पलायन होइन, आफ्नो देशमा चाहिँ राम्रो उत्पादन गरेर बस्न सक्छ जस्तो मलाई लाग्छ। हस्, धन्यवाद टेकजी। आजको यो छलफल पछि चाहिँ तपाईँले चाहिँ अब यो ज्ञान केन्द्रले चाहिँ भोलिको दिनमा चाहिँ के कस्ता कार्यक्रमहरू ल्याउन सक्छ आजको यो छलफलको आधारमा, अथवा के नयाँ पहलहरू चाहिँ ल्याउन सक्छन् जस्तो लाग्छ तपाईँलाई? अहिलेको इस्यु भनेको हाम्रो संविधानले ग्यारेन्टी गरेको, हामीलाई हाम्रो मन्त्रालयले ग्यारेन्टी गरेको भनेको नागरिकको खाद्य सुरक्षा
सुरक्षा कसरी बढाउने हो, उत्पादन र उत्पादकत्व कसरी बढाउने हो, परनिर्भरता हामीले बाहिरबाट आउने कुरालाई कसरी कम गर्ने हो, हाम्रो आत्मनिर्भरता कसरी बढाउने हो, रोजगारी कसरी सिर्जना गर्ने हो, खास गरी सीमान्तकृत बहिष्कृतमा परेको मतलब चाहिँ लो इन्कम भएका मान्छेलाई कृषिको मेन स्ट्रिममा कसरी ल्याउने भन्ने कुरा यही मूल मुद्दाको सेरोफेरोमा रहेर हामीले काम गर्ने, हामीले प्लानिङ गर्ने, हामीले बजेट माग्ने हो, हामीले घचघच्याउने हो। यहाँहरूलाई पनि त्यसैमा जोड्यो। त्यसैले आजको संवाद सुनिसकेपछि कृषिमा पहिला त यो केही भएको छैन भन्ने कुरालाई चाहिँ म तपाईँहरूसँग बिन्ती गर्छु। धेरै राम्रो भएको छ, यद्यपि कमी कमजोरी छन्। त्यसैले फिडब्याक दिने बेलामा यो 8वटा पोइन्टलाई टेकेर फिडब्याक दिए भन्छ। त्यसले के भन्छ कि नकारात्मक कुरालाई रिक्वेस्टली भन्, मिलाएर भन्, र राम्रो भएको कुरालाई हाइलाइट गर भन्छ यो स्टार कोडको प्रिन्सिपलले। त्यसो भएको हुनाले भएको कुरालाई पहिला भएको छ भनौँ। आज यति धेरै उद्यमीहरू जन्मेका छन्। आज तपाईँको चाहिँ म फेरि एउटा निवेदन गर्छु, यो धानको कटानी गर्ने बेलामा तपाईँले सुन्नुहोस्, पहिला धान कहिले कटानी गर्दा यही सिनियर पत्रकार साथीहरू हुन्छ असो यो के अरे माघ फागुनसम्म धान कटानी गर्दा वर्ष दिनमा आफ्नो गोरु दाइँ हालेर अहिले एकजना मान्छे कोही दाइँ हाल्ने देख्नु भएको छ? धान सबै कम्बाइन हार्भेस्टले 30% धान त धान फिल्डमै कम्बाइन हार्भेस्टले कटाइरहेछ। फेरि तपाईँहरूले नै भनिरहेको छ पराल पोलिरहेछ, पराल पोलेर नकारात्मक भनिरहनु भएको छ। त्यस्तै अहिले कुन चाहिँ धान रिपरले काटिरहेको छैन, कुन चाहिँ कसको हँसियाले अब धान कटानी सुरु भइरहेछ। तपाईँको सिँचाइमा त्यत्तिकै भइरहेछ। र यो गहुँ चुट्ने कुरामा हेर्नुहोस्, अब कुन चाहिँ मतलब किसानले चाहिँ दायाँ हालेर गहुँ चुट्दैछ, 100% मेकानाइजेसनले गहुँ चुट्दैछ। यति धेरै ठुलो फड्को मरेको होइन। यो कृषि अनुदानले यन्त्रीकरणले पाएको कार्यविधि लिएर होइन, सरकारले प्रदेशले सङ्घले गरेर होइन। र अर्को कुरा जहाँसम्म दूरदराजको कुरा छ, खास गरी पहाड खाली भएको भनेको चाहिँ युवाले पहाडमा हो। र म एउटा त्यस्तो प्राविधिक हो, यो मैले अपशब्द बोलेको भए म तपाईँहरूसँग क्षमा मागुला। यो युवाहरू विदेश गएर सबभन्दा खुसी हुने प्राविधिक मध्ये म पनि हो। किन ऊ विदेश गएको हुनाले सरकारको ढुकुटीमा पैसा आएको छ, उसकी आमाले उसको बुढीले चाहिँ राम्रो लुगा लाउन पाएको छ, उसका छोराछोरीले बस चढ्न पाएका छन् स्कुल जानलाई। यदि यही भएको भए के हुन्थे कि तरुण दल हुन्थे कि वाइसिएल हुन्थे कि मतलब युवा सङ्घ हुन्थे। त्यसैले विदेश गएर बिग्रेको के छ भन्नुहोस् त? पहाडमा तपाईँ हामी भन्दैछौँ चाहिँ सिन्चित पनि कम छ, बाँझो पनि छ, पानी पनि छैन, भित्र बाटाघाटा पनि पुगेको छैन। खालि बेरोजगार बस्नुभन्दा त शरीरको श्रमको बुद्धिको युज पनि गरेर देशलाई केही दिइरहेछन्, त्यसमा धेरै नकारात्मक गर्नुपर्ने कुरा। र अहिले परिस्थिति बनाउँछ र राज्यले अहिले राम्रो परिस्थिति बनाउँदैछ। अहिले तपाईँलाई परिस्थिति बनाएको दुईवटा निवेदन भनौँ। अहिले सरकारले सबभन्दा ठुलो चासो राखेको भनेको ढुवानी र बजारमा। अब ढुवानी निःशुल्क गर्दैछ। यो वर्ष मात्रै 12-15वटा कृषि एम्बुलेन्स 9 जिल्लामा बाँड्दैछ, निजी क्षेत्रले बाँड्दैछ, पालिकाले धेरैजसो पालिकाले बाँडिसक्यो। अब हामीले बाजुराको स्याउ चाहिँ हेलिकप्टर चार्टरबाट नेपालगञ्ज झार्ने, नेपालगञ्जबाट सारा सहर पठाउने भन्दैछ। तर विदेश पलायनलाई नै प्रोत्साहन नगरिकन यही युवालाई बस्नको लागि चाहिँ कसरी तपाईँहरूले के कार्यक्रम गर्न सक्नुहुन्छ? त्यसैले कृषि कर्जाको कार्यक्रम युवा लक्षित छ, बिमाको कार्यक्रम युवा लक्षित छ, अनुदानको कार्यक्रम युवा लक्षित छ, यो स्मार्ट एग्रिकल्चरको अवधारणा युवा लक्षित छ। र युवाहरूलाई त भनेकै छ, तपाईँ अहिले चाहिँ पासपोर्ट भिरेको विद्यार्थी, पासपोर्ट भएको र कृषि पढेको विद्यार्थी कोही कृषि ज्ञान केन्द्रमा आयो भने यो वर्ष 64 लाख रुपियाँ त तिनका लागि मात्रै दिएको छ। वित्तीय क्षेत्रमा जानुभयो भने सरल कर्जाको कुरा गरिदिएको छ। त्यसैले नकारात्मक कुरा नगरेर अब युवाहरूले खास गरी बाहिर बसेका दाजुभाइहरू जो चाहिँ 15-20 हजारमा 20-25 हजारमा विदेशमा हुनुहुन्छ, तपाईँहरूलाई मेरो यो टोपी जोडेरमा हात जोडेर नमन गर्छु। देशमा फर्किनुहोस्। आज गत वर्ष मात्रै यो सुदूरपश्चिमबाट 8 अरबको खसी बोका बाहिर गयो, खसी बोकाले बजार भाव पाएन भने सुन्नु भएको छ। अहिले साइपालको भेडा बाख्रा भेडा चाहिँ च्याङ्ग्रा चाहिँ के अरे ढुवानी गरेर ट्रकमा ढुवानी गरेर पोखरा बजारमा गइरहेको छ। हस्, अब यस विषयमा हामी फेरि पनि अब आउँदो कार्यक्रमको क्रममा छलफल गर्ने नै छौँ। यो छलफल यही टुङ्गिन्छ। धन्यवाद।